जुदुलोपा नमस्ते, स्वागत छ फेरि एकपटक मेरो च्यानलमा तपाईहरु सबैलाई। आज पनि म एउटा नयाँ भिडियो लिएर आएको छु। आज पनि म काममा निस्किसकेको छु। सधैँ चाहिँ म अहिले घरबाट निस्किँदाखेरि यस्तै 10 बज्न लागिरहेको छ। म चाहिँ प्राय खाना खाएरै निस्किने गर्छु हैन। म चाहिँ घर वरिपरिबाट नै राइड उठाउँछु। अहिले चाहिँ म यता विष्णुमती पुल छेउमा जाँदैछु हैन। त्यहाँबाट नै राइड उठाउँछु म। अलिकति छाया भएको ठाउँमा बस्नुपर्छ है। अब लास्टै गरी बढिसकेको छ। गरी बढेपछि काम गर्न पनि गाह्रै हुन्छ क्या यो। ओहो, त्यसमाथि अहिले काठमाडौँ एकदमै पोल्युटेड सहर विश्वकै नम्बर 1 मा परेको छ। अनि दिनभरि यसरी डुल्दाखेरि त कस्तो होला त हैन। अब त्यही हो, काम गर्ने मात्र भनेर हुँदैन, गाह्रो छ। यस्तै हो, पैसा कमाउन सजिलो कहाँ हुन्छ र हैन। अनि अब यो छायातिर गएर बस्नुपर्छ गरिङमा। के गर्नु यार, जे गर्दा पनि गाह्रो छ नि। अनि त्यस्तो लाएर बस्छु, राइड वेट गर्छु। अब राइडमा आज के हुन्छ, अब 2-3टा 4-5वटा भिडियोहरू बनाउँछु म हैन। सबै राइडको त बनाउँदिनँ। अनि के कस्तो हुन्छ, अब कस्तो प्यासेन्जरहरू पर्छ, के हुन्छ, यही नै हो मेरो भिडियोहरू हैन। अब इन्जोय गरिदिनु होला भिडियोहरू। नयाँ च्यानल हो, त्यो अलिकति माया गरिदिनु होला। ओके, मेरो फर्स्ट राइड लागिसकेको छ। म यहाँ बसेको त्यस्तै 5-10 मिनट जति भएछ होला। अनि राइड त अघि पनि आएको, तर अहिले चाहिँ यहाँबाट टङ्केश्वरबाटै यता प्रसिद्धि टावर लभिङ मलनिर जाने राइड आएको छ। यो चाहिँ जहाँसम्म लाग्छ मलाई, यो मैले अस्तिको पनि यही राइड लिएको जस्तो यहीँबाट होइन। यही मान्छेको नाम मैले याद छ। सो त्यही मान्छे फेरि दोहोरिएको जस्तो यहाँबाट त्यो मान्छेको राइडहरू म देखिरहेको हुन्थ्यो। तर मसँग त एकचोटि परेको थियो योभन्दा अगाडि, उही मान्छे जस्तो मलाई लाग्यो होइन। लेट्स सी, अब म प्यासेन्जर रिसिभ गर्न जाँदैछु। नजिकै पुगिसकेको छु म। मुनिबाट जानु पनि माथिबाट आइयो। यतै कतै हुनुहुन्छ होला चारैतिर। यहीँबाट एकचोटि फोन गर्नु पऱ्यो अब मैले। यही हो, अस्ति पनि मैले यहीँ पुऱ्याएको हो। वहीँ नै हुन्छ होला। सिद्धि टावर हामी एकचोटि पैसा पनि सँगै गएको जस्तो लाग्यो मैले पुरै। यो लभिङ मल पछाडि होइन। लास्ट टाइम एकचोटि हामी गएको थियौँ नि यहीँबाट। तपाईँको बसाइ यहीँ टङ्केश्वरमै हो? त्यहाँ चाहिँ अफिस? त्यही त, म पनि टङ्केश्वरमै बस्छु के। त्यता खोला छेउबाट जाने हो? यहाँबाट यहाँबाट सिधै कता लभिङ मल निस्किने हो कि तलबाट छिर्ने हो?
लभिङ मल तल घुम्नुपर्छ होला होइन फेरि अलिकति है त्यो हस् थ्याङ्क यू ओके यो चाहिँ अनलाइनबाट पेमेन्ट गरिदिनु भयो उहाँले 95 को राइड लास्ट टाइम पनि सँगै परेको त्यही भएर ओके सबैलाई 5 स्टारै दिनुभयो नि म त मलाई पनि 5 स्टारै दिनुहुन्छ भन्ने आशा तर अहिलेसम्म त राम्रै छ ओके अब यो ललितपुर आइसकेपछि चाहिँ मलाई अलिकति झ्याउ चाहिँ के लाग्छ भने यहाँबाट राइडै हतपत पाइँदैन क्या पाए पनि यतै ललितपुर माथि माथि कता कता जाने पाउँछ म त फेरि सेलेक्टेड राइड गर्ने मान्छे म त फेरि भिआइपी हो नि त आफैलाई भिआइपी होइन त्यही भनेको म जुन पाइ त्यही राइड लिँदिनँ क्या अनि त्यही कारणले चाहिँ अब नपाउने होइन पाउँछ तर यता काठमाडौँ उतातिर जाने चाहिँ प्रायः कम आउँछ अनि यहाँबाट कता कता जाने आउँछ होइन माथि माथि टाढा टाढा जाने आउँछ मलाई झ्याउ लाग्छ क्या अनि त्यही भएर अनि म जहाँ पनि त्यही जाँदिनँ म लङ रुट पनि जाँदिनँ म यताउता घुम्नु त्यो धेरै ठुल्ठुलो टाढा टाढा माथि डाँडा काँडामा जाने पनि म जाँदिनँ होइन किनभने गएर फाइदै छैन क्या त्यहाँ जानु भनेको अब के हुन्छ भने माथिसम्म पुगिन्छ एक त आफ्नो स्कुटर यस्तो छ होइन माइलेज अब के त हो होइन इनड्राइभ एन्टकको कम दिन्छ अनि कामै छैन क्या अनि टाढा टाढा गयो अनि 1 किलोमिटर 1.5 किलोमिटर तल 2 किलोमिटर कहीँ त त्यस्तै पनि आउनुपर्ने हुन्छ होइन अनि तल आएर राइड लिनु पर्दाखेरि त त्यो फाइदै हुँदैन क्या जम्मा 5 किलोमिटरको 100 रुपियाँ आइरहेको हुन्छ अनि त म अब अर्को राइडको लागि कुर्दैछु होइन 1 घन्टा भइसक्यो म यहाँ आएर बसेको होइन राइडै लागेको छैन यो ललितपुर एरिया मैले त्यही भनेको यता आएर त्यहाँ लभिङ मल छोडेँ लभिङ मलबाट यता डम्कल मार्ग सुमेर हस्पिटल अगाडि बसेँ राइडै लाग्दैन 2-4 वटा आगो पनि छिचो जाँदैन यसै हुँदैन कति त टाढा टाढाको के अरे लङ डिस्टेन्स तर पैसा कम भएको आइरहेछ त्यही पनि यसै हुँदैन है यस्तो छ यहाँ 1 घन्टा भइसक्यो जहिले यस्तै हुन्छ यो एरिया आएपछि मलाई झ्याउ लाग्छ है अब फर्स्ट राइड भनेर लिइहाल्यो अब दोस्रो राइड लाग्ने कहिले हो यस्तो छ चाल पसलमा मान्छे ढुकेर बस्छ नि त्यो कहिले ग्राहक आउँछ भने झिङ्गा मारेर बसेको हाम्रो त यहाँ घाम तापेर बस्ने भएको छैन यही राइडले अब आउँदैन बस्दैन 2.5 किलोमिटर लिन जानुपर्ने 70 रुपियाँ छ के गर्ने यस्तो छ काम गरेर खानु पनि कहाँ सजिलो छ र अहिले यहाँ म त्यो सेन्ट मेरी स्कुलको पछाडितिर आइसकेको छु धम्सिकल एरिया तल झरिसकेको छु यता सुमेरुबाट पनि पकडाएर यहाँ आउँदा यत्तिकै तेल सकिन्छ काम छैन कि गाह्रो छ अब काम छैन के गर्ने मान्छे 1.5 घन्टा हुन लागिसक्यो मान्छे कुरेको नपाएको 1.5 घन्टा भइसक्यो के हुन लाग्यो 2 घन्टा हुन लागिसक्यो छैन यहाँ क्लिन सुटिङ भइरहेको रहेछ अब यही हेरेर बस्ने त होला नि के गर्ने त रिक्वेस्ट 2 किलोमिटर टाढोबाट रिक्वेस्ट आउँछ के सुटिङ भइरहेको गाडीमा सुटिङ भइरहेको रहेछ त्यही हेर्नै बस्ने यो सिन हो कि एक्टिङ त होइन होला एप सुटिङ जस्तो छ
ठीक हो ल ए हेरेर बस्ने हो अब ठुक्क बेजती बल्ल बल्ल यत्रो बेर कुरेर यहाँ सानेपा खरिबोटनिर सानेपा चोक आइपुगेर एउटा राइड लागेको छ त्यो पनि टेको होस्टेल जाने जम्मा 60 रुपियाँको बिजोग छ यार बिजोग यस्तो पनि हुन्छ यार दिमाग खराब लाग्छ यार मलाई त कहाँनिर हो यो मान्छे फेरि एभरेस्ट के कलेज भनेर जस्तो लाग्यो भर्खर यतैबाट आएको जो हो अब के गर्नु त अब 60 रुपियाँ जाने राइड भयो भने लिनु पऱ्यो यतिकै आउँदा आउँदा त्यहाँबाट के अरे सुमेरो हस्पिटलबाट यहाँसम्म आइसक्यो लभिङ मलदेखि होइन अब मान्छे छैन यतातिर अनि अब 60 रुपियाँको राइड पनि अब होइन यो घाटाको राइड त होइन यो नजिकै भएकोले ठिक छ तर पनि त्यहाँदेखि आउँदा अघि 100 रुपियाँमा आएको कालमेटी पुग्नलाई अब लगभग कालमेटी पुग्नलाई 60 रुपियाँ हाम्रो एभरेस्ट इन्जिनियरिङ कलेज ठ्याक्कै यहीँ आइपुग्यो यहीँ हो अब कहाँ छन् मान्छे फोन गर्नु पऱ्यो अलि अगाडि बस्नु पऱ्यो नि फेरि यहाँ बाटोमा पऱ्यो शुक्रबार ट्रोपिकल हस्पिटल एभरेस्ट कलेज उतै जाने हो हेलो हजुर कहाँ हुनुहुन्छ म लोकेसनमा हजुर के भन्नुभयो बुझिनँ मैले जानुपर्ने हजुर म यो एभरेस्ट इन्जिनियरिङ कलेज अगाडि छु ए ल ल आइहाले रे आइहाले सेकेन्ड गेट भनेको कहाँ हो फर्स्ट गेट भनेको कहाँ हो हामीलाई त थाहा छैन ए यार यस्तो लाग्दो कुर्ने 60 रुपियाँको राइडलाई कुर्ने पनि कति कुर्ने अगाडि मैले फोन गरेन फेरि निस्किनु भयो भनेर फोन गर्नुपर्ने रहेछ म नजिकै छु भनेर आइहालेँ म 60 रुपियाँको लागि पनि के 2-3 कल फोन गर्नु भनेर है ए मन्दीलाई छ मन्दी यस्तै हो के गर्नु गाह्रो छ उहाँ नै हुनुहुन्छ जस्तो लाग्यो ओहो होइन रहेछ खै त कता हो ओ अगाडि रहेछ टेको हस्पिटल हुन ए ल ए एक्जामको लागि आउनुभएको ए कुकुरले टोक्यो फेरि कस्तो लोकेसनमा होइन हजुर हजुर हो त्यही टेको हस्पिटलमा हो रेबिजको सुई हान्नु होला हजुर हजुर ए ए बाइकमा हुँदा हुँदै टोकेको के कुकुरले लखाटेको त्यत्तिकै बाइकलाई भाग्यो भ्याउँदैन थियो नि त कुकुरले अलि
अनि अहिले के एक्जाम सकाएर चाहिँ आउनुभएको? सुई त लगाउनै पर्छ, कुकुरले टोकेपछि झन् बाहिरको कुकुर त अब के अब त्यसरी हिँडिरहेको छ नि पुरा रोक दिने कि ल अगाडि आएको पनि होइन, साइडबाट पछाडिबाट आइरहेको थियो कुकुर आते होला मान्छे पनि। अब त्यही हुन्छ कहिलेकाहीँ, त्यही त हो नि, उसलाई पनि अब ट्याक्टर त्यहाँ टिकट लिने ठाउँमा भिड हुन सक्छ कि, अरू त त्यस्तै हो। टेकुमा त भन्नै सकिँदैन। रोक्दै अलि अगाडि रोकिदिनु पऱ्यो। छैन ई-सेवा भन्दा नि क्युआर गरिदिनु न, स्क्यान गरिदिनु न क्युआर। ई-सेवा मेरो छैन क्या यसमा, ब्याङ्कमा चार्ज लाग्दैन, फोन पे हो। लाइट परेछ फाइभ स्टार है। हस् ल, अब टेकुमा हस्पिटलमा पुर्यायो प्यासेन्जरलाई, कुकुरले टोक्दैछ। इन्डियामै आउँदाखेरि कुकुरले टोक्दैछ, फेरि एक्जाम दिन आएछ टोक्दैछ। अब यहाँ हस्पिटलमा ल्याएर छोडिदिएको छु। ओके हजुर हो, बिजी मलाई होइन। स्टार दिएँ उनीहरूलाई पनि। यो राइड चाहिँ मेरो टोखाबाट ग्रिन सिटी के अरे ग्रान्ड इन्टरनेसनल हस्पिटलसम्म मैले एउटा मान्छे पुऱ्याइदिएको थिएँ। त्यो राइड चाहिँ त्यही त्योभन्दा अलिक तल ग्रिनल्यान्डबाट यहाँ बिजीमलसम्म आएको, जम्मा 65 राइड। आज त दिनै खराब छ यार, एउटा राइड पनि राम्रोसँग लाग्यो होइन, त्यसमाथि के गोलमाल भएको हो, जाम त्यत्तिकै। अब एउटा योभन्दा अगाडिको राइडमा त्यहाँ नागपोखरीबाट ल्याएको ग्रान्डी हस्पिटलसम्म, नागपोखरी भन्नलाई यतापट्टि भित्र रहेछ, लोकेसन फेरि रङ हाल्नु भएको रहेछ, झन्झटिलो। त्यहाँ गएर फेरि 10 मिनट पुऱ्याइदियो।
प्यासेन्जरले यस्तो दिक्क बनाउँछ यार प्यासेन्जरहरूले पनि है। जम्मा 115 को राइड थियो, त्यहाँ कुर्यो, त्यहाँबाट आयो, लोकेसन त पहिल्यै रङ थियो, त्यहाँ कुर्यो, के हो सर। अनि फेरि त्यहाँबाट आएर यहाँ आएपछि म बिचमा गएर म्याप अनुसार फलो गरेर गएको भए हुन्थ्यो। बिचको छोटो बाटोबाट जाने भनेर म त झुकेर अर्को गल्ली छिरेछ, त्यहाँबाट फेरि 1 किलोमिटर एक्स्ट्रा राइड लाग्यो। आज मेरो दिन खराब छ, राइड पनि लागेको छैन राम्रोसँग। बल्ल 500 रुपियाँ कमाएछ, ढिक्क लागिसक्यो। अब भिडियो पनि बनाउँदिनँ म, झ्याउ लाग्यो मलाई त। ल अब लास्टमा एकचोटि अब क्लोजिङ सेरोमनी भिडियो बनाइदिन्छु, त्यति नै हो। सो आजको चाहिँ मेरो कमाइ यही नै हो। यो है, यो होइन, यो त हिजोको यो 1000 रुपियाँ हो। अनि अनलाइनमा अलिअलि छ, 20 जति छ होइन। गाँसे कमाइयो। अब यहाँ भर्खरै सतुङ्गलमा पुर्याउन आएको मान्छे होइन। अनि भिडियोहरू चाहिँ राम्रोसँग आज भिडियोहरू चाहिँ खिच्नै पाएन, ब्याट्री लो भएर ब्याट्री नटिकिन क्यामेरामा, त्यही भएर भिडियो चाहिँ खिच्न पाएन। 2-3टा मात्र खिचेको छु मैले। अनि अहिले म सतुङ्गल पुर्याएर यताबाट यहाँ नयाँ बजार अलिकति तल के भन्ने हो, नयाँ बजार खुसीपुरबाट सतुङ्गल आएको। अनि सतुङ्गल पुर्याएर अब चाहिँ ब्याट्री रे के भन्छ पेट्रोल पनि सकियो। सो अब म चाहिँ घर जाने नै विचार गरेँ। अब यहाँनिर कुनै राइड पाएँ भने राइड लिउँला होइन। अनि कालीमेडीसम्म जाने टक्क लाएर। अनि अहिलेलाई चाहिँ अब यो चाहिँ यति नै हो। आजको मेरो दिन यस्तै भयो। अब 300 पेट्रोल सेट्रोल पनि कटाउनु पऱ्यो होइन। आज चाहिँ धेरै कमाइ भएन, आज एकदम गाह्रो भयो, थाकियो। आज दिनै खराब भयो मेरो। के भयो मान्छेले रङ लोकेसन हाल्ने त्यस्तै, अनि पैसा पनि कमाउन सकिएन। अर्को भनेको बाटो आफैले कन्फ्युज भयो, घुमाइ एकछिन त खुरुक्क म्याप अनुसार नगइकन सर्टकट जान्छु भनेर गएँ, त्यो पनि भयो। त्यही भएर आज तेल पनि अलि बढी युज भयो, खर्च भयो जस्तो भयो कि। अनि अरू त त्यस्तै हो। अब कहिले यस्तो, कहिले कमाइ हुन्छ, कहिले हुँदैन, जहिले एकनासको हुँदैन। अब यहाँबाट सतुङ्गलतिरबाट अब राइड पनि राम्रोसँग पाउँदैन होइन। अब त्यही त हो, सतुङ्गलतिर आउने भन्ने मात्र हो क्या। अनि यहाँ चाहिँ लो रेटमा त यहाँ आउने कामै छैन कि। सो हाई रेट अब भएर चाहिँ म आएको होइन। 8 किलोमिटर थियो, 8 किलोमिटरको 200 रुपियाँ पाएको भएर म चाहिँ आएको हो। अनि त्यही हो, अब कम रेट छ भने चाहिँ अब नगर्दा पनि हुन्छ। हाम्रो झन् स्कुटरमा त यो एन्टकमा माइलेज पनि धेरै नदिने भएकोले अझ अरूको भन्दा त मेरो एन्टकले चाहिँ अलिक बढी नै माइलेज दिन्छ। सो गाइज भिडियो कस्तो लाग्यो इन्जोय गर्दै गर्नु होला। अब अलिकति डिफ्रेन्ट कन्सेप्टहरू पनि ल्याउँछु म होइन। अब अहिले त राइडको मात्र भिडियो छ, राइडमै पनि गफहरू यताउता गरेको भिडियोहरू पनि पछि आउने छ होइन। अहिलेलाई चाहिँ यतिमै रमाउनु होला। भिडियोलाई सब्सक्राइब च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियो लाइक गरिदिनु होला, हेरिरहनु होला, तपाईँहरूलाई पनि आइडिया हुन्छ होइन। अनि यहाँ ट्राफिक मामाहरूले के गरिराख्नु भएको छ यार, चेकिङ गरिराख्नु भएको छ। डर लाग्छ हो आजकल त मामाहरू देखेपछि पनि। ओके है त गाइज, अब म मान्छे भेट्यो भने लिएर जान्छु। ल है गाइज, मैले चाहिँ कलङ्की के अरे सतुङ्गलबाट राइड पाएन। म कुरेर पनि बसिनँ होइन। अब राति पनि भइसक्यो, तेल पनि सकिरहेको भएर कुरेर पनि बसेन, राइड पाएन। त्यही भएर म अहिले कलङ्की आइपुगिसकेँ। अब कलङ्की आइपुगिसके पछाडि यता बुढीलाई गृहमन्त्रीज्यूलाई अफिसबाट लिएर घरसम्म घर जानु पऱ्यो भन्ने विचार गरेँ मैले। अब कुरिराख्नु भन्दा, किनभने फिल पनि इम्टी नै भइसक्यो। फेरि प्यासेन्जरलाई पुर्याउने टाइममा बिचमै फ्याट गइदियो भने त तनाव हुन्छ। सो अब यहाँबाट म कलङ्की मन्दिर हुँदै यता निस्किँदैछु, गृहमन्त्रीलाई लिएर म घर जान्छु। अब आजलाई चाहिँ होइन, अब कति कमाउने पैसा पनि पैसा के छ र होइन, मरिलानु के छ र। खाली हात आए थे हम खाली हात जाएंगे भन्छ। धेरै पैसा कमाएर पनि के गर्ने, अलिअलि पैसा कमाउने रमाउने होइन त। खाना लाउन पुगे भइहाल्यो, अलिअलि सेभिङ भयो भने पछि काम लाग्छ, त्यति भइहाल्यो। सो अहिले चाहिँ म अनि यस्तो रमाइलो हिसाबले काम गर्छु क्या। मलाई त्यो कामै गर्ने हिसाबले होइन घोटेर काम गर्ने होइन कि। काम गर्दाखेरि रमाइलो पनि होस् न आफूलाई, काम गरे जस्तो पनि होस्, काम पनि तरोस् होइन, काम पनि होस्, पैसा पनि कमाओस्, रमाइलो पनि होस् होइन। त्यसरी काम गर्ने हो। खटेर पछि गाह्रो हुने गरी होइन। अहिले त यसै पनि ब्याक प्रब्लम छ, ढाड दुखिँदा हुन्छ। अनि यस्तो मरिमेटी काम किन गर्नु पऱ्यो र होइन। त्यो अब गर्नै पर्नेहरूले गर्नुहुन्छ होइन। अब त्यो ठिकै हो। मलाई चाहिँ अब काम अलिअलि के छ र भन्ने हो क्या, धेरै कमाएर पनि। सो
मजाले काम गर्ने हो, मजाले रमाएर काम गर्ने हो। काम गर्दाखेरि झपेडी नहोस्, मेन्टल पैसा भन्दा पनि हेल्थको कुरा हो होइन, हेल्थमा समस्या नआओस् त्यसरी काम गर्ने हो नि त। अनि आज चाहिँ पुरै जाम बाटोमा होइन, के थियो खै जुलुस त छैन आज। अनि आज त्यही पनि जाम छ है। अब काठमाडौँमा त जाम नहुने भने कहिले नहुने भइसक्यो क्या, जहिले पनि जाम होइन। अनि त्यस्तै हो। अब त्यहाँ अघि लामपाटी रे यता यो के अरे आगलागी, यो पोलमा आगलागी भएछ। यो कलङ्की मन्दिर नपुग्दै यता लामपाटी भन्दा माथि कलङ्की नपुग्दै होइन, लामपाटी निरै हो क्या अरे, त्यसलाई लामपाटी नै भन्छ क्या अरे होइन। अनि पुरा पोलमा आगो लागि भएर अनि निभाइर अहिले चाहिँ तारहरू सबै मिलाइरह होला। अब तार सबै चुडे होला सबैको होइन। अनि यस्तै हो क्या, अस्तव्यस्त। यदि यस्तो हुन्छ यो त अझ अलि मिलेको त भन्दा सबै तारहरू के गरेर होइन, एउटा व्यवस्थित छैन। नेटको तार हो, टेलिफोनको तार हो, के तार हो। अनि आगलागी जहिले त्यस्तै भइरहेको हुन्छ जहाँ पनि होइन। अब आज अनि कमाइ भनेको आज अब त्यही त हो नि। आज त मलाई त दिक्कै लाएर है, पैसा पनि पुगेन। अरे कुलेश्वर आवासीय क्याम्पस पहिला चाहिँ यो जैन मैत्री थियो। पहिला हाम्रो यहाँ सेन्टर पनि पढाएको थियो +2 हुँदाखेरि, धेरै अगाडि होइन, आजभन्दा वर्ष अगाडि, धेरै वर्ष अगाडि। हामी त अब धेरै पुरानो जेनेरेसन भइसक्यो नि, बुढो भइसक्यो। यो उकालो चाहिँ खतरा लाग्छ कि भयो, तर मेरो स्कुटर त मजाले चल्छ यो उकालो। जैन मैत्री कलेज थियो, अहिले यहाँ कुलेश्वर आवश्यक कलेज भइसकेछ। जैन मैत्री चाहिँ यता भित्र सरेको रहेछ। ल अब चाहिँ म बुढीको अफिस पनि आइपुगेँ होइन। अब लिएर जाने हो। ब्याट्री पनि सकियो यसको आइफोनको अरे मोबाइलको। ऊ त आएर यहाँ बसिरहेको छ। कहाँ आएर बसेछ, अफिस छोडेर यता आएर बसिसकेछ। के भयो, भिडियोमा आइरहेछ, के भयो? ल अब हामी आजलाई यति नै। अब घर जाँदैछौँ बुढीलाई लिएर, तरुणीलाई लिएर घर जानु पनि बुढीलाई लिएर। ल के हो 5 जना हो क्या हो? आमामा खतरा, 4 जना बसेर गइरहेछ यार। अब के भन्ने, अब यस्तै हो। ल साथीहरू, भिडियोलाई मन पराइदिनु भएकोमा धन्यवाद। लाइक केयर पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला। सी यू गाइज।